अब चाहिँ तपाईँले होइन कोर्स बाई गरिसक्नुभयो। अब चाहिँ स्किलहरू कहाँबाट हेर्ने, कहाँबाट सिक्ने त्यो चिज म देखाइदिइरहेको छु। म चाहिँ आफ्नो आइडी लगइन गर्दैछु। सो लगइनमा सबमिटमा क्लिक गरेर तपाईँले जे पासवर्ड हाल्नुभएको थियो त्यही पासवर्ड हालेर लगइन गर्नु होला है। अनि यहाँ चाहिँ माई कोर्समा चाहिँ अप्सन हुन्छ नि, त्यो माई कोर्समा क्लिक गर्नुभयो भने यो सबै कोर्सहरू देखाउँछ है। अनि यो साइडमा होइन, मोबाइलमा यो साइडमा यस्तै 3 डट होला क्या, तपाईँ लगइन गरे पछाडि यस्तै 3 डट होला। अनि यो 3 डटमा क्लिक गर्नुभयो भने यो होइन यो सबै अप्सनहरू आउँछ है। तपाईँले यहाँ क्लिक गर्नु पर्यो है। अनि त्यस पछाडि यो सबै अप्सनहरू देखाउँछ। अनि यो अप्सनमा माई कोर्समा क्लिक गर्नुभयो भने यो सबै कोर्सहरू देखाउँछ जहाँ चाहिँ स्किलहरू सिक्नुपर्छ। अनि ड्यासबोर्डमा क्लिक गर्नुभयो भने तपाईँले ड्यासबोर्डमा होइन यहाँ अर्निङहरू गरेको देखाउँछ। जस्तै बिहान मेरो यतिको अर्निङ भएको छ। सो तपाईँले पनि बिहानमा यतिको अर्निङ गर्न सक्नुहुन्छ र यो भिडियो मैले बिहानको टाइममा सुट गर्दैछु है। अनि त्यस पछाडि तपाईँले प्रोफाइलमा जानुभयो भने अब धेरै मान्छेले प्रोफाइल सेटअप गर्न आउँदैन। सो मैले चाहिँ प्रोफाइल यहाँ यसरी सेटअप गरेको छु। यसरी जस्तै प्रोफाइलहरू कसरी सेटअप गर्ने, त कति धेरैजनालाई फोटो नै हाल्न आउँदैन। सो चुज अवतारमा क्लिक गर्नु भने फोटो हाल्न मिल्छ। अब जिप कोडमा धेरैजना कन्फ्युजन हुन्छ है, जिप कोड के हो। अब जिप कोड भनेको तपाईँको लोकेसन यहाँ सर्च गर्नु है, गुगलमा गएर आफ्नो लोकेसन हाल्नु। जस्तै कि तपाईँको मानिलो केटिएम छ, केटिएम मानिलो जिप कोड छ भने यहाँ जिप कोड लेख्नुहुन्छ भने काठमाडौँको जिप कोड देखाउँछ क्या। यो जुन कोड आउँछ नि पोस्टल कोड, यो भनेको तपाईँको जिप कोड हो क्या, बुझ्नुहुँदैछ। त्यस्तै तपाईँले यहाँ त्यो कपी गरेर यहाँ राख्न सक्नुभयो। अनि यहाँ एड्रेसमा आफ्नो एड्रेस राख्नु, मेल हो कि फिमेल तपाईँ राख्नु। अनि तपाईँले आफ्नो डेट अफ बर्थ मिलाउनु, फोन नम्बर मिलाउनु राख्न सक्नुहुन्छ है। अब केवाइसीमा तपाईँले के गर्न पाउनुहुन्छ, केवाइसीमा आफ्नो नेम, एड्रेस, फादर नेम सबै हाल्न सक्नुहुन्छ। अनि ब्याङ्क आफ्नो राख्नु पाइयो है। सो अब म तपाईँले होइन ब्याङ्क डिटेल्समा गर्नु पर्दैन केही। तपाईँले केवाइसी अपडेट गरिसके पछाडि यहाँ केही चेन्ज गर्नु पर्दैन, जे छ त्यही गर्दा हुन्छ है। त्यो केवाइसी मात्रै अपडेट भए पुग्छ। तपाईँले त्यहाँ गएर छेडखानी नगर्नु। धेरैजना मान्छेहरू सर यहाँ ओपिटी के गर्ने, यो भनेको तपाईँले चेन्ज गर्ने बेला हो क्या। तपाईँले यी सेवा राख्नुभएको थियो, अब ब्याङ्क राख्नु मन छ भने त्यो चेन्ज गर्ने ओपिटी हो क्या। तर यो चाहिँ तपाईँले कम्पनी साइडबाटै तपाईँले चेन्ज गर्न पाउनुहुन्छ है। अब चाहिँ प्लानहरूमा, यहाँ प्लानहरूकोमा धेरैजना कन्फ्युजन हुन्छ। यहाँ प्लानहरूमा यो सब देखाउँछ है। अनि त्यस पछाडि एफिलिएट लिङ्क। सो यहाँ अफिलिएट कोड आफूले आइडी खोल्नु भयो भने त्यस पछाडि यो अफिलिएट कोड देखाउँछ आफ्नो है। अनि त्यस पछाडि पेआउट, यहाँ तपाईँले पेआउटमा चाहिँ आफूले कति पेमेन्ट विथड्र गर्नुभएको छ त्यो देखाउँछ, अनि स्टेटमेन्ट। अनि त्यस पछाडि पेमेन्ट विथड्रोमा यहाँ चाहिँ विथड्र गर्नु पर्यो होइन। जस्तै मेरो यति विथड्र हुन बाँकी छ भने म विथड्र हुन देखाउँछ क्या। अब चाहिँ तपाईँले माई एफिलिएट होइन, यहाँ चाहिँ तपाईँसँग होइन जो मान्छे मिलेर काम गर्दैछ त्यो हेर्ने हो है। अनि यो सोसल मिडिया, अब सर्टिफिकेट पनि निकाल्नु छ भने सर्टिफिकेट यहाँबाट हेर्न मिल्छ। साइडमा 3 डटमा क्लिक गर्नुभयो भने सर्टिफिकेटको अप्सन आउँछ है तल। जस्तै म तपाईँले देखाइदिइहाल्छु। यहाँ कहाँ गयो सर्टिफिकेट, सबैभन्दा लास्टमा छ नि सर्टिफिकेट। यो अप्सनमा क्लिक गर्नुभयो भने तपाईँले आफूले के को सर्टिफिकेट पाउनुहुन्छ त्यो सबै सर्टिफिकेटहरू देखाउँछ है। सो दराजको, काइन्ड मास्टरको र अफिलिएट मार्केटिङको सर्टिफिकेट पाउनुहुन्छ। सो हेर्नुभयो। सो यसको फिचर्सहरू सबै मैले भनिदिएको छु। अनि जिप कोड पनि भनिदिएको छु। कतिजनाले प्रोफाइल राख्न आउँदैन, त्यो प्रोफाइल पनि मैले भनिदिएको छु। आफ्नो चुज फाइल गरेर राख्न सक्नुहुन्छ। अनि कोर्स कहाँबाट हेर्न त्यो पनि भनिदिएको छु। इफ केही कन्फ्युजन हुन्छ भने मलाई सोध्न सक्नुहुन्छ। व्हाट्सएप नम्बर बायोमा छ र म डिस्क्रिप्सनमा पनि हालिदिन्छु। अनि गाइज तपाईँहरूले होइन अघि हेर्नुभएको थियो, मेरो अहिलेको हेर्न सक्नुहुन्छ टुडे है। सो तपाईँले होइन यसरी नै अर्निङ गर्नु मन छ भने तपाईँले मलाई व्हाट्सएपमा कनेक्ट गर्नु होला। अनि म सबै कन्फ्युजनहरू क्लियर गरिदिइहाल्छु है। सो थ्याङ्क यू सो मच। र यो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। सब्सक्राइब गर्नुभयो भने तपाईँ धेरै कुराहरू सिक्ने मौका पाउनुहुन्छ।